हेलो गाइस, आज म हजुरहरुलाई पक्कु बनाउने रेसिपी शेयर गर्छु। यो चाहिँ मैले 1 किलो मासु लिएको छु है पक्कु बनाउनको लागि। अनि यो चाहिँ अदुवा लसुन र जीरा पिसेको। यो मसला चाहिँ मैले 2-3 चम्चा राखे। त्यसपछि स्वाद अनुसार नुन, बेसार। त्यसपछि मसलामा चाहिँ म MDS को मिट मसला, यो चाहिँ एकदम राम्रो लाग्छ। यो ठुलो चम्चाको 2 चम्चा जति राखे। त्यसपछि घरको शुद्ध तोरीको तेल। अब यसलाई हातले मिचेर मेरिनेट गर्नुपर्छ है। एकदमै मिचिसकेपछि यो मसलाहरू सबै यो मासु भित्र जान्छ। अब यो हेर्नु, अब यसलाई 1-1.5 घण्टा चाहिँ म कम्तीमा पनि रेस्टमा राख्छु। यसरी ढाकेर अब यो रेस्टमा रहेको मासु पक्कु अब पकाउन रेडी। हेर्नु कति मजासँग मसलाहरू लागेको छ है गाइस। पकाउनलाई इन्डक्सन अन गरे। यसमा सानो बनाएर मजासँग 1-1.5 घण्टा पकाउन सहज हुनाले मैले इन्डक्सन युज गरेँ। भट्टुमा पनि पकाउन मिल्छ, तर मैले चाहिँ कराई युज गरेँ है गाइस। अब यो मजासँग तातेको छ। यसमा तेल राख्ने। तेल चाहिँ त्यति धेरै राख्नु पर्दैन है। बस यो तेजपत्ता यिनीहरू फुराउनको लागि म चाहिँ यसरी गर्छु। तर त्यो मोलेर राखेको मासुमा पनि यो राखेर मोल्न पनि हुन्छ, आफ्नो आफ्नो इच्छा हो। म चाहिँ यसैमै फ्राई गरेको चाहिँ रुचाउँछु है। पिरो चाहिँ मेरोमा हुँदैन, मेरोमा बच्चाहरूले पिरो नखाने भएको कारणले गर्दा यो तेजपत्ताहरू चाहिँ मैले राख्छु। खुर्सानी चाहिँ मेरोमा ठिकै हुँदैन है। यो मासुलाई मजासँग कराईमा राख्ने। मजासँग कराईमा राखियो। अब यसलाई एकचोटि चलाएर ढाकेर छोपेर यो इन्डक्सन पनि एकदमै सानोमा पकाउने छु है त। अब हेर्नु पानी छोडिरहेको छ। चलाउँछु है एकचोटि। चलाइसकेपछि यसलाई फेरि ढाकिदिने। यो चलाउने ढाक्ने प्रोसेस चाहिँ धेरै बेर गरिरहनु पर्छ है गाइस। नआत्तिकिन मजासँग पकाउने। अब म रेडी भएपछि देखाउँछु। कम्तीमा पनि यो 1 घण्टा त 1-1.5 घण्टा पकाइयो होला। पानी सुकिसकेको छ। अब यसलाई राम्ररी चलाउँछु। मजाले रातो भएको छ। अझै एकैछिन पकाउँछु है। फाइनल्ली पक्कु रेडी भएको छ। मजाको भएको छ। यसलाई चाहिँ लङ टाइमसम्म राखेर पनि खान सक्नुहुन्छ। यो बाँच्ने कस्तो भयो भिडियो गाइस। मेरो चाहिँ पक्कु रेडी भयो। तपाईहरु पनि यसरी नै पकाउने चाहिँ आफ्नो स्टाइल हुन्छ। यो मेरो स्टाइल हो, तर यो तरिकाले पनि एकदमै मिठो हुन्छ र जति दिनसम्म पनि यो खान सकिन्छ। क्यामेरा क्वालिटीले अब नराम्रो देखिए पनि यो रियलमा चाहिँ एकदमै राम्रो देखिएको छ। मेरो पक्कु चाहिँ फाइनल्ली रूपमा रेडी भयो। साउन्डहरू पनि कस्तो सुन्नुभएको है पड्केको। यो चाहिँ फाइनल्ली रेडी भएको है। ओके, सबैजनालाई ह्याप्पी तिहार। यो चाहिँ लाइट बालेपछि पनि म भिडियो बनाएको है। यो ल हेर्नु कति राम्रो देखिएको छ। यो पक्कु देख्दै खाम लाग्ने एकदमै मजासँग पाकेको छ। यसलाई तपाईले यत्तिकै राखेर पनि लङ टाइमसम्म खान सक्नुहुन्छ, धेरै पकाएर हैन। फ्यामिलीहरुसँग इन्जोय गर्दा चाहिँ यो चाहिँ
यो रेसिपी चाहिँ ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ।